हिजो बिहान भनेको छु हिजो मैले एउटा युट्युबमा भिडियो चाहिँ पोस्ट गरेर चाहिँ दिस इज माई लास्ट च्यालेन्ज भनेर हैन अपना लाइफ भनेर त्यो च्यालेन्ज चाहिँ के थियो भनेपछि यो चाहिँ म फेसबुकमा हाल्छु। त्यो च्यालेन्ज चाहिँ के थियो भनेपछि यो वाला गिट्टी छ नि 21 डेजसम्म चाहिँ म बिहान 5 बजे चाहिँ त्यो 5 बजेर 5 मिनटमा चाहिँ म त्यो एउटा ढुङ्गा उठाएर चाहिँ त्यो माथि राख्छु किन भनेपछि मलाई चाहिँ डिसिप्लिनको आवश्यकता छ भन्ने कुरा गरेको थिएँ। बट अहिले चाहिँ कति भयो भने नि लगभग 8 बज्न लागिसक्यो। म चाहिँ सुते है हिजो ढिला सुतेको थिएँ नि त। सो कुकुरको पुच्छर बाङ्गोको बाङ्गै भन्ने मलाई एउटा कहानी छ नि त्यस्तै टाइपको भयो क्या मसँग पनि। यहाँ चाहिँ हरियाली छ एकदमै छ हैन। तर मैले चाहिँ मलाई चाहिँ महेन्द्र सिंह धोनीको एउटा भनेको याद आउँछ क्या। मतलब सुरु गर्नु छ भनेपछि जति बेला नि हुन्छ त्यो सुरु गर्नुपर्छ क्या हैन। गर्नुपर्छ छुटिहाल्यो त छुटिहाल्यो नसोच्नु कि त्यसलाई चाहिँ गर्नुपर्छ। सो म चाहिँ आज चाहिँ त्यो कुरा चाहिँ गर्छु ल। एउटा ढुङ्गा टक्क म चाहिँ त्यो चाहिँ माथि राख्छु है। मेरो डिसिप्लिन भन्ने कुरा बनाएको छु म। खै 81 दिनसम्म हुन्छ कि नै। ओके ल मैले चाहिँ यहाँ राखेँ एउटा ढुङ्गा हैन कोही आएर नफालिदियोस्। यो चाहिँ एउटा ढुङ्गा हैन। मैले चाहिँ अहिले कति बजे राखेको छु भने 7:42 यहाँ राखेको छु हैन। 5 बजे राख्नु भन्ने छैन। तर मैले हिजो चाहिँ भनेको कारणले चाहिँ मैले चाहिँ 5 बजे चाहिँ राख्नुपर्ने हुन्छ क्या। जो भन्यो त्यो गर्नुपर्छ। बट मेरो चाहिँ भएन। अबदेखि चाहिँ मैले 7 बजेर कति हो 7 बजेर 41 मिनटमा चाहिँ राख्नुपर्छ। ओए के भयो त्यो फाल्दियो हैन। यहाँदेखि चाहिँ हल्का फुल्का यस्तो देखिन्छ हैन। नै मैले भन्न खोजेको चाहिँ के हो भनेपछि त्यो राख्नुको कारण चाहिँ के हो भनेपछि यो सानो काम हो नि त हैन। सानो काम हो यो चाहिँ तलबाट ढुङ्गा उठाएर माथि योमा राख्नु भनेको चाहिँ सानो काम हो नि हैन। बट यसै कामलाई नि के ढुङ्गा राख्न लाग्छौ भन्ने मेरो मनमा आउँछ कि हैन। के तलबाट बौला जस्तो ढुङ्गा लिएर यसमा राख्न लाग्छ भन्ने कुरा आउँछ कि मैले मेरो डिसिप्लिन चाहिँ पुरा गर्छु। मैले मेरो भनेको काम चाहिँ म पुरा गर्न सक्छु। त्यो चाहिँ हो क्या। मतलब मैले भन्न खोजेको चाहिँ हैन। सो लेट्स बिगिन। अब के हुन्छ हेरौँ।